हाम्रो फेरि 3वटा माछा आइसकेको छ। एउटा फेरि यता आयो। माछा चाहिँ हाम्रो यत्रै आउँछ, धेरै ठुलो हुँदैन। यो स्टाइलले मार्दा माछा धेरै ठुलो मर्दैन। देख्न सक्नुहुनेछ उता भाइहरूले यता फाल्दैछ माछाहरू चाहिँ एकदम यति भइसक्यो। एकछिनपछि हामी पुरा फ्राई गरेर यसलाई इटिङ गर्ने हो, खानुपर्छ। त्यहाँ फेरि एउटा ठुलो बिग फिस आइसक्यो, एउटा ठुलो माछा। यो खाँदा पनि एकदमै मिठो हुन्छ। यो आस्ला माछा हो। फेरि आयो, फेरि बिग फिस आइसकेको छ हाम्रो। त्योभन्दा नि ठुलो आइसक्यो। फेरि एउटै ठाउँबाट 10वटा माछा आइसक्यो। यी देख्न सक्नुहुनेछ। फेरि यहाँ माछा चाहिँ धेरै मर्यो है। एउटै ढुङ्गाभित्र धेरै माछा मर्यो। यता चाहिँ यति मर्यो भने त मस्त भइहाल्यो। फेरि आइसक्यो बिग फिस। ओ माई गड, यो ठाउँमा चाहिँ राम्रै भयो है हाम्रो लागि। यहाँ देख्न सक्नुहुनेछ माछा। यस्तै हो साथीहरू। अब खोला पनि लगिसक्यो विद्युतले। अब पानी यत्रै छ। यो एउटा घट्ट चलाउन पुग्छ यो पानीले। माथितिर त पुरै सुक्खा भइसक्यो। पहिला जाल खेलेर माछा मार्ने गर्थ्यौँ, तर आजभोलि त पुरा यो घनले टोलाउँदा पनि माछाहरू आइहाल्छ। सानो पर्छ तर त्यही हो, खानालाई भइहाल्छ माछा चाहिँ। यो हाम्रो लोकल स्टाइलको माछा मार्ने तरिका हो। हेरौँ माछा कति मर्छ यहाँ चाहिँ है। त्यहाँ माथि चाहिँ 8-10वटा आएको थियो माछाहरू। ठ्याक्कै घाम पनि गइसक्यो अहिले। हेरौँ यहाँ एउटा बिग फिस आउँछ कि। हेरौँ यता। यहाँ पनि माछा मार्न सकेन। हेरौँ यता आउँछ कि माछा। आवाज त ठुलै छ भन हानेर। एउटा फिस आइसकेको छ है। समात्न सकेको छैन भाइले। माछा चाहिँ आइसक्यो। 2टा आइसक्यो। खिट फाल पर्यो। यहाँ पुरै खोलामा माछा चाहिँ। यहाँ फेरि 2टा मरिसक्यो। त्यहाँबाट फेरि आउँछ कि 1-2वटा भनेर यता। फेरि एउटा आइसक्यो। यहाँ क्याच भइसक्यो है हातमा। फेरि 1-2वटा आउँछ कि सोचिरहेछौँ। फेरि बम हान्दैछ मेरो भाइले। खै कति माछा आउँछ त्यहाँ चाहिँ है। आइसक्यो। फेरि आइसक्यो। माछा चाहिँ आइसक्यो। हाम्रो माछा चाहिँ यत्रो छ। माछा चाहिँ हामीले 20-30वटा मारिसक्यौँ है। अहिले चाहिँ यति भइसकेको छ। हामीलाई पकाएर खान मजाले हुन्छ। अब फेरि हामी मार्ने प्रयासमै छौँ फेरि माछा है। 1-2टा फेरि आइदियो भने धेरै हुन्छ हामीहरूलाई।
ओ फेरि मरिसक्यो माछा चाहिँ है भाइ समात्दैछ ऊ ठुलै परे जस्तो छ माछा चाहिँ तर एउटा पनि आउन सकेन कता हरायो ओ भेटाइसक्यो है गाइस भेटाइसक्यो फेरि कता भाग्यो ओहो भागिरहेछ त्यो चाहिँ राम्ररी टोलाउन सकिएको छैन के अरे त्यही भएर त्यो एक ठाउँ हुँदै अर्को ठाउँ गरेर भागिरहेछ एकछिनमा त्यसलाई समातिहालिन्छ म चाहिँ त्यतै जान्छु ल कहाँ गयो त्यो माछा ओ माइ गॉड हे यहाँ चाहिँ जाल रहेछ ए फुप जाल यो चाहिँ जाल हो यो लगाएर नि माछा मार्न सकिन्छ है गाइस कहाँ गयो यहाँ मासु हरायो है हाम्रो एउटा माछा ल बिग फिस हरायो फेरि भेटाइसक्यो गाइस ओ त्यहाँ पर गयो यार हातले हताखेरि रुचा आयो ल रोक भागिदियो बिग फिस यसले चाहिँ धेरै घुमायो है गाइस हामीहरूलाई एउटै माछा रहेछ तर हामीले यसलाई छोडेनौँ है जसरी भए पनि समातेरै छोड्यौँ ओ गड पानी पनि यहाँ धेरै छैन यहाँ बिग फिस पनि यहाँ जान्छ हाम्रो है अब एउटा जाल पनि आयो यो जाललाई पनि यही हाल्नुपर्छ फेरि एउटा स्मल फिस आइसकेको छ यसलाई पनि यतै हाल्ने फेरि त्यहाँ माछा छ भने चाहिँ छोडिँदैन है फेरि यहाँ विस्फोट भइसकेको छ हाम्रो आफ्नै आधुनिक मेसिन फेरि त्यहाँबाट पनि एक दुईवटा माछा आउँछ भने त राम्रै भइहाल्यो हामीहरूलाई चाहिँ ल भाइले ल्याउन चाहिँ भुलिएकै हो त्यहाँ माछा आउँछ कि आउँदैन आयो भने त राम्रै हुन्थ्यो हो ए भयो त्यति एक माछा यो न एक माछा सुन्ना हो त्यस्तो कोल्टो त्याउनु के अहिले बुझ्यो तँले माछा छैन यहाँ चाहिँ हाम्रो मेहनत खेरै गयो जना नबिहान खालि त्यो चड्डे ढुङ्गो छ त्यहाँ आयो भने चाहिँ हुन्छ है यता यो ढुङ्गा पल्टाउन सकिनँ यो वाला ठुलोवाला त्यही भएर यहाँबाट चाहिँ माछा निकाल्न सकिनँ है गाइस यसरी माछा कसको ठाउँमा मार्नुहुन्छ थामा पो
अरे जा फेरि हाम्रो यो पछि पनि आउँछ है माछा एउटा समातिसक्यो त्यहाँ भाइले आफू पुरै भिजेर भए पनि माछा समात्न चाहिँ चपल भइसकेको छ है हाँ ओ यो चाहिँ सबसे बड़ा फिस है यहाँ देखो